हेलो साथीहरू नमस्कार। हेर्नु है यता कस्तो फलेछ यहाँ, कति मजाले फल्या रहेछ, मिठो बयर। हेर्नु त साथीहरू कति धेरै फलेछ, मिठो रहेछ। हामी आज ठिमुरा घुम्न आएको हो साथीहरू। हेर्नु है साथीहरू कति धेरै फलेछ बयर, मिठो रहेछ। हामी त खाँदै हिँडेको साथीहरू। हेर्नु है मेरो भिडियो कस्तो हुन्छ हेरिदिनु होला, अनि कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। म आज घुम्न आएको हो। यता चाहिँ बेसार सुकाएको फुलको बिरुवा, यता मुला हो, त्यही हो हाम्रो। यता चाहिँ लसुन लगाएको, यता केराबारी साथीहरू। मेरै चिन्ता नाति भइसक्यो, 33 सालमा जन्मिने र अनि साथीहरू हेर्नु होला, हामी ठिमुरा घुम्न आएको आज। कस्तो मजाले फल्या त नि होइन, गाडीको चन्दा टिप्दै आएको त त्यही रहेछ मान्छे त। झन् त साथीहरू यी सिमी फलेछ, दामी मिठो हुन्छ नि यो सिमी त, तरकारी त। यता हेर्नु न, यो कहाँनिर थिच्यो भने मतिर फर्काउनु त। पहिला काटेन भने अहिले फर्काएर त बिग्रिहाल्यो नि। अच्छा यतिकै मिल्दैन, त्यसो त काट्दिनँ। हेर्नु साथीहरू, हेर्नु त बाख्रा रहेछ, सेतो सेतो मसिनो बाख्रा पनि रहेछ, पाठापाठी। ओहो हेर्नु त त्यहाँ मुढा, हेर्नु त कति ठुलो बाबा, देख्नुभयो? सोध्नु यतिकै राम्रो आछ, यतिकै नि राम्रो आछ। हेर्नु त यहाँ मुढा कति ठुलो साथीहरू, हेर्नु होला। बाख्राले त कसरी हेरेछ त मलाई त। चाहिँ गोठ रहेछ।
हेर्नु होला है साथीहरू, पहिला त सानो गोरुटो थियो, अहिले त यस्तो बाटो पुरै खोलेर रमाइलो बनाएर रहेछ। साथीहरू कस्तो हुन्छ मेरो भिडियो हेर्नु होला, अनि कमेन्ट पनि छोड्नु होला।